के तपाईले कहिले महसुस गर्नुभएको छ जब हामी धेरै बिरामी हुन्छौँ तब शरीर मात्र होइन हाम्रो मन पनि कमजोर हुन्छ। तर के तपाईलाई थाहा छ बुद्ध धर्ममा एउटा यस्तो शक्तिशाली सूत्र छ जसलाई सुन्दा मात्र पनि गम्भीर रोगहरूबाट मुक्ति मिलेको इतिहास। यो आज हामी कुरा गर्दैछौँ बोझ्यङ्ग सूत्र। यसलाई बुद्ध धर्ममा औषधि वा रोग निवारक सूत्रको रूपमा चिनिन्छ। तर यो किन यति खास छ? के साँच्चै यस सूत्रले रोग निको पार्नमा मद्दत गर्छ र? तर कसरी? यदि तपाईमा साँच्चै नै राम्ररी यो कुरालाई बुझ्ने इच्छा भए एकछिन ध्यान दिएर राम्ररी सुन्नुहोस्। म यस बुद्धको अमूल्य औषधिमय उपदेशलाई सारांशमा बुझ्ने गरी र यसको रहस्यलाई तपाईं सामु प्रस्तुत गर्ने कोसिस गर्छु। सबैभन्दा पहिले बोझ्यङ्ग शब्दलाई बुझौँ। यो दुई शब्द मिलेर बनेको छ। बोधि अर्थात् ज्ञान वा बुद्धत्व र अङ्ग अर्थात् भाग। सरल भाषामा भन्नुपर्दा यो बुद्ध बन्न वा ज्ञान प्राप्त गर्न आवश्यक 7वटा गुणहरूको संग्रह हो। यो सूत्र बौद्ध धर्मको मुख्य ग्रन्थ त्रिपिटक अन्तर्गत संयुक्त निकायको महावग्गमा संग्रहित छ। यो कुनै जादुको मन्त्र होइन, बरु यो हाम्रो मनलाई कसरी बलियो बनाउने भन्ने मनोवैज्ञानिक विधि, साइकोलोजिकल मेथड हो। बोझ्यङ्ग सूत्रमा भगवान बुद्धले मनलाई शुद्ध र शक्तिशाली बनाउने 7वटा विशेष गुणहरूको चर्चा गर्नुभएको छ, जसलाई बोझ्यङ्गका 7 तत्त्वहरू द 7 फ्याक्टर्स अफ बोधि अर्थात् सप्त बोझ्यङ्ग भनिन्छ। जसमा पहिलो अङ्ग सति अर्थात् स्मृति हो। होसपूर्ण हुनु, आफ्नो शरीर र मनमा के भइरहेको छ भन्ने सधैँ सचेत रहनु। 2 नम्बरमा धम्म विषय, धर्म वा सत्यको खोजी गर्नु, के सही हो र के गलत हो भनेर छुट्याउने विवेक प्रयोग गर्नु। वीर्य अथवा 3 नम्बरमा उत्साह, अल्छी नमानी सत्कर्ममा लागिरहने मानसिक शक्ति। चौथो हो पीति अथवा प्रीति वा खुसी, मनमा उब्जिने गहिरो आनन्द र उत्साह। 5औं हो पश्चदि, प्रशब्दि वा शान्ति, मन र शरीर दुवै शान्त र हलुका महसुस हुनु, तनाव नहुनु। 6 नम्बरमा समाधि, मनको एकाग्रता, मनलाई एकै ठाउँमा स्थिर राख्न सक्ने क्षमता। र 7 नम्बरमा उपेक्षा, उपेक्षा वा समभाव, सुख वा दुःख, लाभ वा हानि, जस्तो सुकै अवस्थामा पनि मनलाई विचलित हुन नदिई समान राख्नु। के कहिले यस्तो भएको छ तपाईँ मोबाइल चलाउनु थाल्नुहुन्छ, 5 मिनेट भन्छु भन्दा भन्दै 1 घण्टा बित्छ। वा खाना खाइसक्नुहुन्छ तर खानाको स्वाद कस्तो थियो थाहा नै हुँदैन। हामी प्राय जस्तो अटो पाइलट मोडमा बाँचिरहेको हुन्छ। शरीर यहाँ हुन्छ तर मन कि त विगतको पछुतोमा हुन्छ कि भविष्यको चिन्तामा। यही बेहोसीबाट बिउजिने औषधिको नाम हो सति। बोझ्यङ्ग सूत्रको 7 अङ्ग मध्ये यो पहिलो र जग हो। आज बुझौँ यो सति आखिर के हो। सतिको शाब्दिक अर्थ हो स्मृति वा सम्झना, तर यो पुरानो कुरा सम्झनु होइन। यसको अर्थ हो म अहिले कहाँ छु र के गर्दैछु भनेर वर्तमानमा सम्झनु। बुद्ध धर्ममा सतीलाई द्वारपाल अथवा गेटकिपर, पालेसँग तुलना गरिएको छ। यसरी एउटा पालेले घरभित्र को पस्दैछ भनेर निगरानी गर्छ। त्यसै गरी सतीले हाम्रो मनको ढोकामा बसेर हेर्छ। मेरो मनमा रिस पस्यो कि, लोभ पस्यो कि वा शान्ति पस्यो। बोझ्यङ्गका अन्य 6वटा अङ्गहरू तब मात्र विकसित हुन्छन् जब यो पहिलो अङ्ग सती बलियो हुन्छ। सती बिना अरू अङ्गहरू अन्धा हुन्छन्। आजको युगमा हामी मल्टिटास्किङको नाममा चौतर्फी तनावमा छौँ। त्यहाँ सतीको महत्त्व अझ बढेको छ। उदाहरणका लागि तपाईँ अफिसमा हुनुहुन्छ, बोसले गाली गर्नुभयो, तुरुन्तै रिस उठ्छ होइन त? यदि तपाईसँग सती छ भने तपाईँले त्यो रिसलाई देख्नुहुन्छ। तपाईँ आफैलाई भन्नुहुन्छ, ए मलाई रिस उठिरहेको छ,
जति बेला तपाईले आफ्नो रिसलाई देख्नुहुन्छ वा अब्जर्भ गर्नुहुन्छ, त्यो रिसले तपाईलाई नियन्त्रण गर्न छोड्छ। तपाई प्रतिक्रिया होइन, विवेकपूर्ण जवाफ दिन थाल्नुहुन्छ। मनोविज्ञानमा यसलाई द पज भनिन्छ। कुनै घटना घट्नु र तपाईले प्रतिक्रिया जनाउनुको बीचमा जुन सानो समय हुन्छ, त्यही हो सती। जति धेरै सती, त्यति धेरै मानसिक नियन्त्रण। अब प्रश्न आउँछ, यसलाई कसरी अभ्यास गर्ने? यसको लागि जंगल नै जानुपर्छ भन्ने छैन। जब पानी पिउनुहुन्छ, पानीको शीतलता महसुस गर्नुहोस्। जब हिड्नुहुन्छ, पैतालाले जमिन टेकेको थाहा पाउनुहोस्। जब कसैसँग कुरा गर्नुहुन्छ, पुरा ध्यान दिएर सुन्नुहोला। यही हो सती। बोजङ्ग सूत्रले भन्छ, सती नै त्यो शक्ति हो जसले बिरामी मनलाई निको पार्छ र विचलित मनलाई बाटो देखाउँछ।